हेलो यो चाहिँ काला छिमीको सरप्राइज गिफ्ट फ्रम उसको आप्पाकोबाट यो चाहिँ हिजै आइपुगेको हो तर म चाहिँ आजै हेर्दैछु यो गाडी रहेछ यस्तो यसको चाहिँ यसरी पार्ट्स आएको रहेछ अब यसलाई चाहिँ पुरै एसेम्बल गर्नुपर्ने रहेछ हो अनि बहुत हेभी पनि रहेछ टायर पनि कत्रो रहेछ अनि अब यो चाहिँ म भरे तपाईहरुलाई एसेम्बल गरेर देखाउँछु है त यो एसेम्बल चाहिँ नि हामीलाई चाहिँ निकै साह्रै पर्दो रहेछ किन भन्दाखेरि यसमा चाहिँ पुरा इलेक्ट्रिक मतलब यो के तारहरु के हुँदो रहेछ नि त अब मैले चाहिँ के सोचे अब चाहिँ म यसलाई चाहिँ तल अब ग्यारेजमा लगेर एकजना भाइ छ उसलाई चाहिँ म एसेम्बल गर्नु लगाउँछु जस्तो लाग्यो किन भन्दा यो निकै नै मलाई चाहिँ आएन यस्तो तार कता जोड्नु के हो यसको म्यानुअल चाहिँ पुरै रहेछ छनु चाहिँ तर यो अलिकति आइडियावालाहरूले जोडी मार्नु भने चाहिँ बेस्ट हुन्छ जस्तो लाग्यो कि रहेछ म्यानुअल त पुरै अब यो आइडियावालाहरूले जोड्नु लगाएर जोड्छु त्यहाँदेखिको देखाउँछु है त किन भन्दा मेरो चाहिँ छोरीले नि गाडीहरू भनेपछि चाहिँ साह्रै बेसी मन पराउँछ कि सो अब हेरौँ उनीहरूले जोडिदिएर म तपाईँलाई देखाउँछु बस भात मासु बुङ्गेन नि गाडी हुँदैछ डरसरी हुन्छ आज मेरो गाडी पनि गाडी बोकेको ल रेडी भयो गाडीले पनि अचम्मै ठिकै कसरी छ अन्त घुम्छ यो रेडी बडा लो पुच्चु इज ह्याप्पी काला छिमी इज ह्याप्पी तल ल